अहिले म खानेपानी संस्था खानेपानी बर्दघाट खानेपानी सरसफाइको चाहिँ नि पानी टङ्कीतिर जाँदैछु। हेरौँ पानी टङ्कीमा कस्तो रहेछ। अहिले यात्रा यो मेरो भइरहेछ। यो चाहिँ नि सिँढी चढ्दैछु, थकाइ पनि लाग्छ। पानी टङ्की धेरै माथि रहेछ। अब यी सिँढी पनि राम्रै बनाएर रहेछ। पानी पनि ओभरफुल भएर यो साइडबाट नाला रहेछ, यहाँबाट बगिराखेको छ। अब हामी पानी टङ्कीमा पुग्न लागिसकेका छौँ। यो पानी टङ्कीमा त आइयो, तर यहाँबाट भित्र गएर हेर्न नपाइने रहेछ। किन भन्दाखेरि यहाँ ताला लागेको रहेछ। यो तालाले गर्दा हामी जान पाइएन र हामी यहीँबाट फर्क्यौँ। अब हामीले के थियो विचार भन्दाखेरि पानीको सरसफाइ कस्तो छ त्यो हामी हेर्नको लागि आएका थियौँ। तर ताला बन्द रहेछ, तार लगाएको छ। तर नागेर त जान सकिन्छ, तर त्यो काम गर्ने होइन। कुनै बेला फेरि अर्को पटक पानी विभागको मान्छेलाई लिएर आएर हामी हेरेर कस्तो सरसफाइ छ त्यो हामीले तपाईहरुलाई माथि देखाउने छौँ र तपाईहरुले त्यो देखेर भन्नुहोला सरसफाइ छ कि छैन। ओके।